हे प्रभु हे हरि राम कृष्ण जगन्नाथ प्रेमानंद ये क्या हुआ हेलो हेलो नमस्ते एभ्रिवान आइब सन्चै हुनुहुन्छ होला हजुरहरू। आज चाहिँ हामी चाहिँ बिल्कुलै नयाँ तरिकाले रोब्लक्स गेम चाहिँ प्ले गर्न गइरहेको छौँ। नयाँ र हामी चाहिँ फर्स्ट भिडियो नेपालीबाटै ट्राई गर्छौँ। जस नेपाली सिल जोन भन्ने चाहिँ म्याप छ, त्यो म्यापलाई चाहिँ हामी चाहिँ हल्का एक्सप्लोर हान्छौँ। कस्तो छ गेम प्लेहरू जियोस् नेपालीको लागि चाहिँ न्यू नै भए पनि तर नेपाली सर्भर चाहिँ म चाहिँ खेलाउँछु तपाईँहरूलाई। जियोस् हल्का एक्सप्लेन चाहिँ गरेर देखाउँछु है त। लेट्स सी। थिचो 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 ब्याकग्राउन्ड म्युजिक। ओ सुरुमै सुरुमै वाट द सिन ब्रो। अनि यो यही गेमको नै हो साउन्ड बजेको पुरै। ओ रोब्लक्स गेम पुरै मोबाइल नाच्छन् के हो लाएर चाहिँ अब चाहिँ सुरु गर्ने गइरहेको छौँ रोब्लक्स गेम प्ले। नमस्कार के छ आयो सन्चै हुनुहुन्छ होला। हामी फेरि पनि रोब्लक्स गेम प्लेभित्र छिरिसकेको छौँ। यहाँ प्लिज लेखिरहेको छ होइन। जियोस् थिचो ब्याकग्राउन्ड म्युजिक पनि बजिरहेको छ। सुस्त सुस्त ब्याकग्राउन्ड म्युजिक यहाँ बजाऊँ होइन। यो गेम प्लेकै दिएको नेपाली सर्भर नेपाली म्याप्स जियोस् नेपाली हिडेन्स भन्नुपर्छ होइन। थोरै अगाडि जाऊँ होइन। सबकै यहाँ बिल्कुलै नयाँ 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 टाइपको छ होइन। सबै बिल्कुलै नयाँ टाइपको छ। यता पछाडि आऊँ होइन। यतातिर सब नेपाली यहाँ नेपाली झन्डै रहेछ यहाँनिर होइन। टक्क लाएर यो नेपाली झन्डै छ होइन। यहाँनिर टक्क लाएर यहाँ हेरौँ यहाँ नेपाली झन्डा छ। यो नेपाली झन्डा हो होइन। यहाँनिर नेपाली झन्डा हो होइन। यहाँ त सो भयो कि यार यो सो भयो होइन। यसले हाइड गर्न मिल्दैन। जस म बिल्कुलै नयाँ भयो भने तपाईँहरूलाई चाहिँ फुल्ली मजा र फुल्ली एक्सप्लेन गर्नेछु यो म्याप होइन। जियोस् नेपाली सिली हिल भन्ने चाहिँ म्यापलाई चाहिँ जियोस् नमस्ते साथीहरू। आज चाहिँ मेरो गफाडीहरूलाई चाहिँ स्वागत छ होइन। गफाडी ग्रुपहरूलाई चाहिँ यहाँ स्वागत गर्छु। एउटा चाहिँ ठक्क लाएर एउटा ग्राउन्ड जस्तो बनाएर यही सर्भर चाहिँ खेलाएको रहेछ। एउटा म्याप डिजाइन गरेको रहेछ। यो स्वागत छ होइन सबैलाई चाहिँ यसरी होइन। बवाल रमाइलो र अनि चाहिँ भारी भरिएको चाहिँ रोब्लक्स सत्रमा चाहिँ आज चाहिँ सबैलाई स्वागत गर्न गइरहेको छु। ठक्क ठक्क यता घुमिन्छ होइन। म्याप देखिएको छ होइन। म्याप देखिएको छ होइन। यस्तो बवाल 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 यस्तो बवाल अटोमेटिक बनिन्छ कि साउन्ड होइन। बवाल छ हल्का हामी नाच्दिउँ न त यहाँ। हल्का नाच्दिउँ न त टक्क लाएर यतातिर ल्याऊँ। म्युजिकमा आऊ म्युजिक प्लिज म्युजिक प्लिज म्युजिक प्लिज। सब नाचिरहन् होइन। केही छेउछाउबाट चाहिँ खेल्ने छैनौँ। आज हामी चाहिँ केही छेउबाट खेल्ने छैनौँ। जस आज चाहिँ हामी चाहिँ फुल्ली क्र्याप र फुल्ली जस तपाईँले तयार रहनु होला। यो भिडियोलाई लाइक सेयर सब्सक्राइब कमेन्ट गर्नु चाहिँ नबिर्सिनु होला होइन। यस्तो बवाल छ होइन। यहाँनिर चाहिँ यस्तो बवाल छ होइन। जस हेरेर साथीहरू यो पहिलो कोन यो के हो यार। एउटा झोला मात्रै छ यार। यो के हो साथीहरू। यहाँ एउटा झोला मात्र छ होइन। मैले खासै त्यस्तो बुझ्दिनँ होइन। खासै त्यस्तो बुझ्दिनँ। यहाँ चाहिँ के गर्नु भनिरहेको छ मैले चाहिँ थाहा पाएन कि। यहाँ के गर्नु भनिरहेको मैले चाहिँ थाहा भएन कि होइन। कुशल 2017-16 के छ अब के गर्ने भन्ने कुरो कि यतातिर जाऊँ होइन। हल्का यो पुरै फर्लाकै घुम्ने होइन चाहिँ कि यार यस्तो हल्का मैले हल्का बुझेँ। अरे यार नेपाली फ्ल्याग स्ल्याग पनि लिएर दुगिरहेको नि त। ओहो यस्तो हुनेछ है। मलाई थाहा थिएन होइन। पहिलोचोटि आएको। यहाँ के पाइन्छ होला जस्तो लाग्छ। केही ट्याक्सहरू दिन्छ होइन। मोमो पसल पनि रहेछ फुल्ली नयाँ। ओहो मोमो पसल गाइज मोमो पसल ट्याग टु सेल गरे अझैमा। ओहो सियु आइटम वाइ ब्रो द सिन वाट दिस इज भेरी भेरी डेन्जरस ब्रो। कस्तो राम्रो के यार
बवाल छ यार रोब्लक्समा यस्तो यस्तो खतरा ग्राफिक्स रहेछ यार म त छुटाउनै सकेको छैन यार के हो यार मलाई चाहिँ फ्ल्याट गर्दैछ के हो यार ओभर एक्ट गर्नु चाहिँ मन छैन होइन यहाँ चाहिँ के ट्याक्स पुरा गर्नु दिन्छ जस्तो लाग्छ होइन मलाई चाहिँ यहाँ के पाइरहेको नि यिनीहरूले टक्कर लाएर होइन यहाँ जाउँ न उयोनिर यो के हो यो ठुलो रोबोट जस्तो के हो यो वाइ दिस इज रोबोट टाटा गुड बाय गया ओ म्यान हान्न मिल्ने हो क्या हान्न मिल्ने क्या ओ हान्न मिल्छ ए ब्रो यार हान्न मिल रहा है यार ओ नो यार यहाँनिर लभ पार्दिउँ न त गएर ऊ यहाँ पर बसेर यो ग्रुपमा लभ पार्दिउँ न त गएर होइन टक्क लाएर यतातिर यहाँ के हुँदैछ यस्तो यस्तो राम्रो राम्रो ठाउँ रहेछ यार ओ यार ब्रो के छ हु आर यु म्यान आयो साउन्ड बुझिरहेको यार कस्तो 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 बवाल दिस इज भ्यू बवाल ब्रो यार बवाल यार वहाँ यहाँ टेम्पलमा जाऊँ न त के थाहा मेरो ट्याक्कै यो टेम्पलमा बिहे हुन्छ कि होइन टक्क यो टेम्पलको ओभरभ्यू हान्दा पनि त के छ र होइन उफ्रिँदै जाऊँ न टक उफ्रिँदै जाऊँ न ओभरभ्यू हान्नुपर्छ कि हामीले ओभरभ्यू हान्नुपर्छ टेम्पलको ओभरभ्यू हान्छ के थाहा बाइचान्स ठ्याक्क लगाएर लभ परिहाल्यो भने त बवाल भइहाल्छ नि यार वाउ कस्तो बवाल ठाउँ यार ओ नो ओ यहाँनिर गीत भयो बवाल मैले बल्ल बुझ्दैछु दर्शन हानिदिउँ न ब्रो यार माथि गएर म दर्शन हानिदिन्छु ल टक्क यहाँ बसेर दर्शन हानिदिन्छु ओ चप्पल खोल्न बाबु यार चप्पल खोल्न मिल्दैन यस्तो पवित्र ठाउँमा आएर यार नाचिदिनुपर्छ क्या वाउ बवाल दिस इज ओभरभ्यू यार मन्दिरको ओभरभ्यू यार यस्तो बवाल छ यार यता अझै माउन्टेन पनि ओ बवाल ब्रो बवाल दिस इज माउन्टेन ओ अरे बुद्धको यार बुद्धको मूर्ति छ यार यहाँनिर नेपाली घर पनि रहेछ यहाँ माथि वाइ ब्रो यार यस्तो बवाल छ यार ल ए बा नेपाली घर यतातिर नेपाली घर नेपाली घर रहेछ यहाँ नेपाली घरमा जाउँ न के छ होइन हानिदिउँ न टक्क लाएर नेपाली घर नेपाली घरमा हानिदिउँ न के छ होइन नेपाली घरमा चढेर यसो हामी मोजिगाउँ न के छ र ओ सकस भयो क्या हिँड्नलाई बाबुले यार ओ यहाँ यो नेपाली घरमा के छ यतातिर होइन नेपाली घर भएको यो के बज्छ यहाँ के साउन्ड बज्छ अहिले माथि गएर तल झर्न सकिन्न मलाई थाहा म जान्थेँ यार दिस इज नेपाली फ्ल्याग होइन यो मैले फ्ल्याग चाहिँ होइन यो माथि माउन्टेनमा लगेर गाडिदिनु सक्छु ल गाड्न मिल्छ होइन म यो चाहिँ आज चाहिँ फ्ल्याग चाहिँ माउन्टेन एभरेस्टमा लगेर गाड्न खोजिरहेको छु माउन्टेनमा लगेर होइन जे होस् के हुन्छ है त के होस् मिल्छ कि नै त म हिमाल चढ्न हिँडिरहेको मान्छेलाई यार जे होस् म चाहिँ रोब्लक्स गेम प्ले चाहिँ गरेर तपाईँलाई देखाउँदैछु एक्सप्लेन गर्दैछु दिस इज ठाउँ मैले चाहिँ योलाई लगेर मैले चाहिँ माथि हिउँमा यो माथि डाँडोमा त्यहाँ गाड्नु पर्ने हुन्छ यतातिर जान सकिन्छ कि नै जे जाडो छ भने चाहिँ म जाँदैन है यो साइड चाहिँ यस्तो जाडो छ भने म जान सक्दिनँ ओ गइरहेको थिएँ यार मैले चाहिँ आज जान मिलेन ठिक छ यो यहाँ माथि जान मिलेन भने म यतातिर आउँछु ब्याक आउँछु होइन ब्याक आएर यहाँ माथि गरेर गाड्छु नि त के छ र होइन
उम्, 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 के साह्रो त भएको हौ यो माथि जान सकिन्न क्या हो डह्रो त आउँछ त यार डुब्रेरै माथि गइदिन्छु क्या म यार मैले कत्रो ठुलो धोको थियो हेर्ने साथीहरू होइन रेलमै गएर यस्तो लगेर नेपाली फ्ल्याग लगेर यस्तो चुटोमा गाड्नुपर्ने होइन तर चाहिँ मैले सक्छु होला किनकि यहाँ गाडिदिउँ न है टक्क लगाएर ओए गाडिएन यार ब्रो यार त्यसो गाडिएन यार आई सक दिस इज ओभरभ्यू यहाँबाट नगाडिए नि म यसको ओभरभ्यू देखाउँछु तपाईँहरूलाई होइन टक्क लाएर यसको ओभरलाई एक्सप्लेन गरिदिन्छु कि टक्क लाएर होइन वाइ दिस म्यान यतातिर चाहिँ यो चाहिँ होइन माछा पुछ्रे हिमाल भन्छ नि त्यो लाग्छ होइन अरे यो ठाउँबाट सब देखिन्छ जस्तो लागिरहेको यार ए यो हिमाल देख्नुभयो तपाईँले वाट दिस सिन ब्रो यो माथिको हिमाल देखियो होइन यो यतातिरको यो रुख पनि रहेछ यार यति माथि पनि रुख रहेछ है अनि यो यतातिर यो भयो होइन यतातिर टक्क लगाएर चाहिँ यतातिर चाहिँ सूर्य उदाउँदैछ होइन सनराइज हुँदैछ होइन टक्क लगाएर यो हिमाल हो यहाँ माथि बस्न मिल्ने चाहिँ यार यो टक्क लगाएर बस्नु मिल्छ बिहानको भ्यूमा चाहिँ यहाँ आइयो भने चाहिँ पप्पाल हुन्छ है साथीहरू टक्क लगाएर म एकैछिन बसेर चाहिँ सर म तपाईँलाई देखाउने छु यो देखाइयो मिल्यो भने देखाउन मिलेन ठिक छ म निस्किन्छु ठिक छ म क्यामेरा फोटो खिचौँ न यार उयो हिमालको फोटो खिचिदिउँ न के छ र होइन पछि कुनै बेला चाहियो भने होइन त्यसो टाइम ल्याप्स भिडियो बनाइदिन्छु मैले के यो खिचौँ न के छ र यो खिचौँ यस्तो बसेर माथिको भ्यू निकाल्ने क्या ओभरअल भ्यू वाउ ड्रोन सट हानिदिने क्या ठिक छ म अगाडि जान्छु होइन तपाईँलाई हेरेर चाहिँ लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिने होला भन्न चाहन्छु हामी निस्क्यौँ ल क्यामेरा झोलामा राख्छौँ टक्क गीत सुन्दै झर्छौँ ल टक्क लाएर गीत सुन्दै झर्छौँ सिधै झर्छौँ कसरी भन्ने सुन्ने के सुन्ने ल त्यो चिन्नु मिटिनु बज्दैछ होइन कस्तो बवाल बवाल गीत रहेछ होइन कपिराइट हानिदिन्छ जस्तो लाग्छ बवाल लाग्छ क्या दिस इज बवाल मलाई खत्रै लाग्छ यार यो गेम यार रोब्लक्स गेम प्ले भनेको चाहिँ बवाल लाग्छ ओ नो पानीमा ओ म पानी डुबे ल ओरे हाल्दैछु ल ओरे माथि काउ कस्तो मजा आयो कि कति दिन 2-3 दिन भयो ओ म डुबे ओ के हुन्छ चिन्छ म अर्के ब्याग ओ म मर्न सक्छु है फेरि यार गाइस ओए मा सास फेर्न गाह्रो भइसक्यो ठिक छ आजलाई यति नै म यहाँ मरिसकेँ डुबिसकेँ होइन फेरि नेक्स्ट भिडियोमा आउने नै छु तपाईँलाई लाइक सेयर सब्सक्राइब गर्नुलाई यस्तै कन्टेन्ट मन पराउनु भयो भने तपाईँलाई एक्सप्लेन गरेर देखाउने छु आज चाहिँ खासै रमाइलो नभए पनि नेक्स्ट भिडियोमा चाहिँ बवालै हुन्छ है